हेलो एन्ड नमस्ते साथीहरू, तपाईँलाई स्वागत छ मेरो चाहिँ पहिलो ब्लगमा। यो पहिलो ब्लग अन्तर्गत म चाहिँ तपाईँलाई के देखाउन चाहन्छु भने चाहिँ मेरो घर देखाउन चाहन्छु। मेरो घरको बनावट देखिरहेको होला पछाडि होइन। यहाँबाट राम्रोसँग देखेको छैन भने म अग्लो ठाउँबाट देखाउँछु, माथिबाट देखाउँछु होइन। यो चाहिँ मेरो घर होइन, अलि टाढाबाट देखाउँछु। अनि यता चाहिँ हाम्रो सोलर, हाम्रो पहिलाकै जमाना जस्तो छ यहाँको। अनि अहिले चाहिँ अलिअलि परिवर्तन आएको छ। यो चाहिँ पहिला सोलर अनि पहिला चाहिँ बत्ती थिएन। अहिले चाहिँ भर्खर आएको छ यो मिटर बक्स, बत्ती भर्खर आएको छ। यहाँ घरमा चाहिँ वाइफाई पनि राखेको छ, यो वाइफाई राउटर। त्यसपछि मेरो घर यस्तै छ होइन। यहाँ चाहिँ मेरो भाइ उता खेल्दैछ। अनि यहाँ चाहिँ हाम्रो घर चाहिँ माथि एक्लै छ, 4-5वटा घर मात्र छन्। अनि यो तलको कोठा चाहिँ मेरो सुत्ने कोठा, अनि यो कोठा चाहिँ खाली छ। अनि यहाँ चाहिँ माथि भान्सा हो, अनि यहाँ चाहिँ मम्मी ड्याडीको कोठा। अब चाहिँ म तपाईँलाई मेरो गाउँ देखाउन चाहन्छु। गाउँ चाहिँ तल छ, हाम्रो यहाँबाट 5-6 मिनट हिँड्नुपर्छ होइन। अनि गाउँ चाहिँ यी तल यही हो। यताउति धेरै छरिएको छ है, त्यहाँ उता धेरैपट्टि छरिएको छ। गाउँ चाहिँ नजिकै छैन भनौँ न, टाढै छ, सबै ठाउँ छुट्टिएको छ। ल गाइज, भिडियोलाई लाइक गर्नु होला र च्यानललाई सब्सक्राइब गर्नु होला। यस्तै यस्तै नयाँ भिडियोहरू ल्याउने छु। हामी चाहिँ चाँडै अर्को ब्लगमा भेट्नेछौँ। यही हो मेरो गाउँ, हेरिहाल्नु भयो। हस् त।